छोरी मान्छेको घर जात धर्म हुँदैन भन्छ, साँच्चैको रहेछ क्या। आज भन्दा 11 वर्ष अगाडि चाहिँ म 3 चुलालाई पुज्दै आएको थिएँ नि त। हेलो सम्पूर्णमा सेवा नमस्ते। आज चाहिँ एकादशी परेछ, यानि कि तुलसी रोप्ने दिन परेको छ। बिहानै उठेर नुहाई धुवाई गरेर म चाहिँ तुलसी रोप्नुको लागि रेडी गर्दैछु। आज भन्दा 10-11 वर्ष अगाडि चाहिँ म चाहिँ 3 चुलालाई पुज्दै आएको थिएँ नि त। म चाहिँ राई परे, मेरो बुढा चाहिँ फेरि छेत्री। हामी राईहरूको चाहिँ फेरि 3 चुला सबैभन्दा ठुलो देउता भनिन्छ नि त। जति किराती राईहरूले चाहिँ 3 चुलालाई पुज्नुहुन्छ नि, त्यतिकै उहाँहरूले पनि आफ्नो तुलसीको मठलाई, तुलसीलाई चाहिँ पुज्नु हुँदो रहेछ क्या। हुन त पूजा गर्नको लागि कुनै जात धर्म चाहिँ हेरिँदैन, आफ्नो आफ्नो तरिकाले गरिराखेकै हुन्छौँ। मेरो माइती गाउँमा चाहिँ आर्य समुदायको मान्छेहरू कम्ती भएकोले गर्दा मैले यस्तो कुराहरू देखेकै थिइनँ। बिहा गर्नुभन्दा अगाडि मैले सुनेको चाहिँ तीज थियो। तीजमा चाहिँ व्रत बस्नु पर्छ भन्ने त्यति चाहिँ थाहा थियो क्या मलाई सुरुमा चाहिँ यस्तो कुराहरू केही थाहै थिएन, किनकि मेरो घरमा सास ससुरा पनि हुनुहुन्न, सिकाउने मान्छे पनि नभएर होला सायद। आफूलाई नआएको कुराहरू अलिकति सिक्नुलाई चाहिँ सुरुमा चाहिँ अलिकति गाह्रै हुँदो रहेछ। समय हो, समयले सबै कुरा सिकाउँछ, अराउँछ, जानिदो रहेछ भनौँ न। आज म र मेरो कान्छी चाहिँ बिहानै उठेर नुहाइधुवाई गर्यौँ, अनि मेरो छोरीले चाहिँ घरहरू सफा गर्न सघाइदियो नि त। मैले त पहिले यस्तो कुराहरू देखेकै थिइनँ, सुनेकै थिइनँ, गरेकै थिइनँ, तर मेरो छोरीहरूले चाहिँ यस्तो कुराहरू जानुन्, सिकुन् जस्तो लाग्छ क्या। फेरि मेरो कान्छी छोरी र ठुलो छोरी कति धेरै पूजा पाठ गर्न खुसी हुन्छ क्या उनीहरू। हुन त मलाई सबै विधिहरू पुऱ्याएर पूजा गर्न अझै पनि नआउनु सक्ला, कति कुराहरू मैले जानेको छुइनँ, कति कुरा सिक्ने कुरामा छु। मेरो मन एकदम सफा छ। मैले अन्जानीमा मैले गल्ती कुनै पनि गर्न पुग्यो भने भगवानले पक्कै पनि मलाई क्षमा गरिदिनुहुन्छ भन्ने आश गर्दछु। सबैजनालाई धेरै धेरै धन्यवाद। हस्त बाई।